टपिक चाहिँ मनोसामाजिक परामर्श कार्यमा चाहिने आधारभूत सिपहरू थियो। अब आधारभूत सिपहरू 5 वटा राखेको रहेछ। यसमा चाहिँ एउटा चाहिँ अब शिक्षकमा चाहिँ विशेष गरेर मनोपरामर्शदातामा चाहिँ के कस्ता सिपहरू हुन्छन् त भन्ने सन्दर्भमा कुरा गरिएको रहेछ। अब पहिलो उसमा चाहिँ अवलोकनलाई चाहिँ राखेको छ। अवलोकन सिप हुनुपर्ने रहेछ। अनि त्यसपछि सम्बन्ध विस्तार गर्ने सिप हुनुपर्ने रहेछ। अनि त्यस्तै गरेर सञ्चार सिप हुनुपर्ने रहेछ र प्रश्न गर्ने, कसरी प्रश्न गर्ने भन्ने सिप हुनुपर्ने रहेछ। र अर्को चाहिँ अन्तिममा सक्रिय सुनाइ सिप चाहिँ हुनुपर्ने देखिन्छ। हाम्रो पहिलो बुदाबाट यही देखिन्छ। अब मनोपरामर्श चाहिँ गर्दाखेरि अर्को चाहिँ कुरालाई स्वीकार गर्ने धेरै कुरा छ है। विद्यार्थीले प्रश्न सोधिहाल्यो भने चुप लाग त बस्याल भनेर चाहिँ हामीले भन्नु नपर्ने स्थिति चाहिँ यहाँनिर देखिँदो रहेछ हैन। तर अब त्यसो नगरी पनि अलिकति क्लास कन्ट्रोल हुँदैन हैन। त्यसो चाहिँ गर्नै पर्ने, तर अलिकति संयम गर्नुपर्ने त्यस्तो देखिन्छ। अनि आँखामा चाहिँ एकदम आई कन्ट्याक्ट गर्नुपर्ने हैन, अलिकति स्थिति त्यस्तो रहेछ। अनि त्यस्तै अरूका विचारलाई पनि स्वीकार गर्नुपर्ने, बुझ्नुपर्ने त्यो कुरा चाहिँ देखिन्छ यो। र अर्को चाहिँ गर्नै नहुने कुरा चाहिँ के छ भन्दाखेरि चेतावनी दिने, पख आज होमवर्क गरेनस् भने देखा जाएगा भन्ने छ क्या। एउटा मेरो विद्यार्थी थियो, ठ्याक्कै अहिले चेतावनी दिँदाखेरि मैले सम्झेँ विद्यार्थी चाहिँ कहिले पनि नमस्कार नगर्ने। अनि त्यो गर्ने चाहिँ के भने यसरी आउने, आउँदाखेरि पनि अनि हल्लिएर आउने। म चाहिँ अचम्म पर्छ, पहिले नमस्कार नगर्ने भने स्कुलमा आउँछ यसरी आउँछ उसलाई दिदी चाहिँ। अनि त्यसलाई रोक भनेर चाहिँ एक दिन मैले चेतावनी दिएँ, तैँले भोलिदेखि नमस्कार गरिनस् भने अनि थाहा पाउँछस् भनेर चाहिँ। तर अर्को दिन जाँदै थिएँ त्यहाँ ठ्याक्कै नमस्कार गरेँ, सर नमस्कार भनेको उसलाई यो त्यसको चाहिँ यो यहाँ भएको गेटिस चाहिँ पुरा चाहिँ उ भएर कहिले पनि धेरै दिनदेखि त्यसको घरमा चाहिँ त्यो सुरुवाल नकिनिएको स्थिति रहेछ। अनि त्यो समातेर आउँदो रहेछ त्यो, अनि नमस्कार गर्न नमिल्ने रहेछ। अनि त्यो दिन चेतावनी दिए नमस्कार भनिहाल्यो। अनि बिचरा चाहिँ त्यो सुरुवालै बर्बाद भयो। अब यो उसलाई चाहिँ कति समस्या पर्यो होला भनेर यहाँबाट बुझ्न सकिन्छ क्या। उसलाई नमस्कार गर्छ भन्ने पनि थाहा छ, तर चिन्ता के को छ, चेतावनी दिँदा चाहिँ अलिकति समस्या चाहिँ पर्दो रहेछ क्या यहाँबाट होइन। त्यसैले यो कुरा चाहिँ अलिकति ध्यान दिनुपर्ने रहेछ। अनि यो वास्तविक घटना हो सर फेरि यो समस्याले गर्दाखेरि हजुर होइन, यो रियलमा उसको समस्याहरू न। अब बाँधेर आउन मिल्दैन, समातेरै आउनु पर्यो। ग्याटिस छैन बिचरा, घरमा किनिदिँदैन। अनि चेतावनी हेड सरको छ, तैँले नमस्कार गरिनस् भने गर्नु पर्यो भने बाध्यता होइन। त्यही भएर अलिकति बुझ्नु चाहिँ जरुरी छ भन्ने कुरा यहाँबाट देखियो। अनि उक्साउने, विद्यार्थीलाई उक्साउने पनि अब मनोपरामर्शलाई उक्साउने पनि परेन होइन। अर्थी उपस्थित दिएर पनि काम छैन भन्ने कुरा देखियो यहाँ। अर्थी उपदेश भन्दा पनि सल्लाहको कुरा चाहिँ बढी गर्नुपर्ने र समस्या समाधान उन्मुख चाहिँ बनाउनु पर्ने कुरा चाहिँ यसले गर्यो। अर्को कुरा चाहिँ गुणदोष देखाउने काम चाहिँ अलिकति चाहिँ हाम्रो चाहिँ क्लासमा पनि बढी हुन्छ होइन। यो फलानु विद्यार्थी धेरै राम्रो छ, उसको सबैभन्दा बढी A+ नै ल्यायो, उसको चाहिँ अलिकति कमजोर देखियो भनेर चाहिँ गुणदोष देखाउने पनि एकदम चलन छ। त्यसलाई पनि निरुत्साहित गर्नुपर्ने देखिन्छ यसबाट हेर्दाखेरि यो हाम्रो चाहिँ मनोपरामर्श गर्दाखेरि। अनि माथिल्लो कक्षामा चाहिँ माथिल्लो कक्षाका विद्यार्थीहरूलाई चाहिँ अलिकति हामीले चाहिँ उनीहरूको भावना बुझ्ने र समस्या समाधान गर्ने, यसरी चाहिँ डर त्रास देखाउने भन्दाखेरि अनि छलफलै गर्ने, साथी जस्तो व्यवहार गर्ने भन्ने कुरा यहाँ लेखेको रहेछ। अब मनोपरामर्श गर्दाखेरि के क्रियाकलाप गर्न सकिन्छ त भन्ने सन्दर्भमा यहाँ केही क्रियाकलापहरू पनि देखियो। जस्तै खेल गराउने, खेलकुदको माध्यमबाट गर्न सकियो। चित्र कोर्ने र रङ भर्ने जस्ता कुराहरू पनि गर्न सकिँदो रहेछ। कथा भन्ने सबैभन्दा बेस्ट तरिका चाहिँ कथा भन्ने हाम्रो चाहिँ मेरो विषयको लागि है, म नेपालीको भएकोले। अब फेरि साइन्समा पनि त्यस्ता कथाहरू आउँछन् होला, यिनीहरूलाई पनि जोड्न सकियो। अनि कल्पनामा आधारित भएर क्रियाकलापहरू गराउने अनि चित्रहरू कोर्ने यस्ता क्रियाकलापहरूमा आधारित हो। अब अवलोकनको कुरा गर्दाखेरि पहिलो चरणको सिपमा चाहिँ अवलोकन सिप छ र यसमा कुरा गर्दाखेरि उसको चाहिँ शारीरिक अवस्था र उसले देखाउने कक्षा कोठामा व्यवहार कस्तो छ भन्ने कुरा। अनि त्यसमा व्यवहारमा आधारित कार्यहरू। एउटा विद्यार्थीले साह्रै राम्रो लेखेर ल्याउँछ मेरो, तर लेखेर के ल्यायो भन्दाखेरि निबन्ध लेखेर ल्यायो, गजब राम्रो निबन्ध थियो जुम्रा। आहा, मेरो कपालमा जुम्रा पर्छ, जुम्राले टोक्छ, जुम्रा सताउँछ, जुम्रा गोलो गोलो हुन्छ, अलि ठुलो हुन्छ, धेरै राम्रो 2 पन्ना लेखेर ल्यायो। अचम्म परे, यति राम्रो विद्यार्थी रहेछ, कक्षा 8 को विद्यार्थी फेरि। ल भोलिदेखि त के गर, एउटा चाहिँ बडो राम्रो निबन्ध लेखेर ल्याए, माछामा लेखेर ल्यायो भने। केमा? माछा। आहा, यति राम्रो लेखेर 4 पन्ना लेखेर ल्यायो। माछा पानीमा बस्छ, माछा पानीमा हुर्कन्छ, बढ्छ, ठुलो हुन्छ, अनि मान्छेहरू माछा मार्न जान्छन्, माछा खाएर मान्छे मोटिन्छन्,
मोटिएपछि अल्छी हुन्छ, अल्छी भएपछि जुम्रा पर्छ, जुम्राले गर्दाखेरि भनेर बरु चाहिँ बडा राम्रो चाहिँ लेखेर ल्यायो हेर्नुहोस् होइन। अब उसको व्यवहार अब यो किन ल्याएछ त भन्दाखेरि बिचरा चाहिँ उसलाई घरमा ननुहाइदिँदा रहेछन् अनि जुम्रा परेर परेशान होइन, कन्याई तर लेख्नु चाहिँ धेरै राम्रो लेख्यो है फेरि भनेर यस्ता व्यवहारलाई पनि आकलन गर्न सकिनु भने त्यो वास्तवमा उसको मनोसामाजिक परामर्श कस्तो गयो भन्दाखेरि मलाई त जुम्राले खतम पारिहाल्यो भनेर त्यसको सिकाइमा चाहिँ प्रभाव पारेको देखियो। त्यसैले चाहिँ यस्ता कुरालाई पनि उसको मनस्थितिलाई पनि सुधार गर्नुपर्ने देखिन्छ होइन। अब त्यो कारणले उसले चाहिँ यता लेख्न चाहिँ धेरै राम्रो हो तर त्यसको इफेक्ट कहाँ गयो त त्यहाँ गयो। त्यसैले व्यवहारलाई पनि गरौँ भन्छ, व्यवहारलाई ध्यान दिनु भन्छ होइन। जिद्दी स्वभाव छ भने त्यो किन भइरहेछ, उसले कुनै कार्य गरिरहेको छैन भने किन गरिरहेको छैन, क्लासमा उसको प्रेजेन्टेसन राम्रो छैन भने किन छैन। हिजो हामीलाई म्याडमले एउटा भिडियो देखाउनु भएको थियो, त्यो एउटा केटीको व्यवहार त्यस्तो अपेक्षित थिएन होइन, त्यो देखिन्छ। अब मनस्थिति पनि कस्तो छ, अब राम्रो मनस्थितिमा आयो भने राम्रो देखिन्छ अनि मनस्थिति राम्रो भएन भने राम्रो देखिँदैन। एउटा मेरो बच्चा थियो ठ्याक्कै अहिले चाहिँ उदाहरण याद आयो, त्यो चाहिँ बच्चाको के भन्ने बुवा बेलुका रक्सी खाएर आउने रहेछ अनि घरमा चाहिँ कपडाहरू धेरै भयो, गरिब भयो अनि त्यसको सर्ट र प्यान्ट र सिरानीमा हालेर सुतिरहने रहेछ, बिहान 10 बजेसम्म सुत्यो। यहाँ बच्चालाई स्कुल आउनु पर्ने ऊ जहिले पनि ढिला आउने सर, के ढिला आउने के ड्रेस नलाएर आउने होइन। अब यस्तो अवस्थामा चाहिँ अब उसको मनस्थिति कस्तो होला, गाह्रो छ नि त स्थिति, त्यही भएर बुझ्न चाहिँ जरुरी छ भन्छ। अब अर्को चाहिँ एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा बौद्धिक स्तर, सोच्ने तरिका पनि कस्तो छ भन्ने कुरा ख्याल गर्नुपर्दो रहेछ। बोली तथा भाषा अनि त्यस्तै खेलमा कति सहभागिता छ, उसको सक्रिय छ कि छैन भन्ने कुरा, सम्बन्ध शिक्षक र साथीहरूसँग कस्तो छ, यी कुराहरूलाई पनि ख्याल गर्नुपर्ने रहेछ अवलोकन गर्दाखेरि। अब दोस्रो सिपमा छ हाम्रो सञ्चार सिप। सञ्चार सिपमा दुईवटा कुरा रहेछ, मौखिक र अमौखिक भनेको छ यहाँ होइन, भर्बल र नन भर्बलको कुरा गऱ्यो होला। अनि यसमा भर्बल भन्दा पनि भाषिक सञ्चार भन्दा पनि एकदम हाउभाउ इसाराले चाहिँ बढी सुन्छ, अभिनयले बढी काम गर्छ भनेर चाहिँ अभिनयात्मक कुराहरू गर्न चाहिँ एकदम जोड दिएको रहेछ र समानुभूतिजन्य सञ्चारलाई झनै महत्त्व दिँदो रहेछ। समानुभूति भने त्यसको चाहिँ जस्तो अनुभूति त्यसले गरिरहेछ त्यस्तै अनुभूति चाहिँ यहाँ गर्नुहोस् भन्छ, त्यस्तो चाहिँ। अर्को सम्बन्धको विस्तारको सिप छ। सम्बन्ध विस्तारका चाहिँ विभिन्न पहलहरू छन्, 3टा कुरालाई जोड दिएको रहेछ। एउटा सम्मान गर्नुपर्ने, एउटा इमान्दारिता देखाउनु पर्ने र एउटा समानुभूतिको कुरा अघि हामीले गऱ्यौँ, त्यसको त्यो 3टा कुरामा चाहिँ प्रभाव पार्छ भनेर चाहिँ भनेको रहेछ। अब सम्मानका कुराहरू, उसले विद्या गरिरहेका क्रियाकलापमा सम्मान, उसले कुनै क्रियाकलाप देखायो त्यसको रिस्पोन्स कस्तो दिने भन्ने कुरा, अनि इमान्दारिता देखाउने होइन, विद्यार्थीले देखाउने र शिक्षकले पनि इमान्दारिता देखाउने भन्ने कुरा रह्यो। अनि समानुभूति, डर त्रास छ भने आफू जस्तो रुँदै छ भने आफू पनि रोइदिने होला होइन, समानुभूति त्यस्तो कुरा गर्नुपर्ने। अब प्रश्न गर्ने कुरा चाहिँ यहाँ अलिकति महत्त्वपूर्ण रहन्छ। प्रश्न गर्ने कुरामा चाहिँ यो 2टा प्रश्न, खुला र बन्द प्रश्नको कुरा गऱ्यो, त्यसलाई चाहिँ अलिक संयमितपूर्वक गर्नुपर्ने स्थिति चाहिँ देखिन्छ यहाँ। एउटा विद्यार्थीले मैले चाहिँ उद्योगपतिको बारेमा लेखेर ल्याएँ, ठ्याक्कै उद्योगपति देशका चाहिँ गहना हुन् अनि उद्योगपति चाहिँ धेरै राम्रा हुन्छन्, उद्योगपतिले गर्दा यो संसार चलेको छ र रोजगारीको अवसर सृजना गरेको छ भनेर लेखेर। दोस्रो दिन यसको ठ्याक्कै उल्टा लेखेर ल्याउनु भने मेरो कन्सेप्ट त्यस्तै रहेछ। मैले मजदुरको बारेमा लेखेर ल्याउनु भनेको थिएँ, उसले त्यसलाई उल्टा लेखेर ल्यायो, उद्योगपति होइन पति उद्योग धेरै महत्त्वपूर्ण छन् भनेर लेखेर ल्यायो क्या होइन। त्यो भने त्यो कन्सेप्ट उसको त्यस्तो भयो क्या। त्यहाँनिर चाहिँ हामीले अलिकति प्रश्न गर्दाखेरि पनि थाहा पाउनुपर्ने रहेछ कि प्रश्न गलत प्रश्न नगर्ने अनि एकदम प्रश्नले सठिक उत्तर खोज्ने हुनु पर्यो र त्यसको चाहिँ आत्मबलमा चाहिँ भर नपर्ने, आत्मबलमा चाहिँ नगर्ने हुनु पर्यो अनि सरल भाषाको प्रयोग गर्ने, त्यस्ता चाहिँ कुराहरूमा ध्यान दिनु पर्यो भन्ने चाहिँ छ यसको। अब अर्को कुरा सक्रियतापूर्वक सुन्ने। आफै चाहिँ अब धेरै समस्याग्रस्त भइहाल्यो भने मनोपरामर्शकर्ता नै त्यसले चाहिँ ख्याल गर्दैन। मनोपरामर्शकर्ता चाहिँ हौसला दिने गर्नु पर्यो, स्पष्ट पार्ने गर्नु पर्यो, आशय फर्काउने अनि त्यस्तै गरेर भावना फर्काउने कुराहरूमा जोड दिनु पर्यो र सकारात्मक पृष्ठपोषण र सारांश दिने र समस्या समाधान गर्ने कुरामा जोड दिनु पर्यो। अन्तिममा ध्यान गर्नुपर्ने कुरा धैर्यता हुनु पर्यो होइन, अधैर्य भएर चाहिँ होइन विद्यार्थीले के अरे मनोपरामर्शलेलाई चाहिँ होइन अलि धैर्यपूर्वक सुन्ने क्षमता हुनु पर्यो, स्पष्ट हुनु पर्यो होइन। अनि अर्को कुरा चाहिँ सुरक्षित र सम्मानित महसुस गराउन सक्नु पर्यो होइन। यस्ता कुराहरूबाट मनोपरामर्शकर्ता आदि हुनु पर्यो। धेरै सिप हुनु पर्दो रहेछ। अब त्यो सिपहरू हामीमा छ कि छैन, मैले त आफूमा धेरै कम पाएँ यो कुराहरूमा, तैपनि अब सुधार गर्ने कुरा चाहिँ रह्यो धेरै, किनभने यो पढ्दाखेरि एकदम राम्रो कुरा लाग्यो मलाई चाहिँ
शिक्षक पनि एउटा मनोपरामर्शकर्ता रहेछ हैन। अब धेरै झर्किने बोलिहाल्ने च्याट्ट पिटिहाल्ने गर्दाखेरि प्रभावकारी नहुँदो रहेछ भन्ने आफैलाई चाहिँ एउटा तुलना गरेर हेर्दाखेरि फरक पनि देखियो। एकदम धेरै धेरै धन्यवाद।